दैव कसलाई के भनौँ हिजोको आन्दोलनमा सबिन महर्जनलाई गोली लागेर आइया आथा भन्दै गर्दा उनको श्रीमतीले गोली लागेको छ भन्दै गर्दा हार गुहार गर्दै गर्दा कसैले पनि साथ नदिएको भनेर उहाँ बिन्ती बिसाउँदै हुनुहुन्छ उहाँ गुहार हुँदै हुनुहुन्छ यसको जिम्मेवारी को लिने मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु गोली लागेको छ गोली लागेर पनि हस्पिटल पुर्याएको छैन उसलाई मर्दा छोडिदिएको छ लोकको दारो रोडमा तेर्सिन दिएको छ पुलिस पछिले हस्पिटल पुर्याउँदाखेरि सर मेरो श्रीमानको साथमा कोही मान्छे छैन एउटा एम्बुलेन्स टेबल पाएँ मैले फोन गरेर मेरो श्रीमानले मलाई फोन गरेर बल्ल मैले मेरो श्रीमानको त्यस्तो घटना भएको भनेर थाहा पाएको राज्य पछिबाट त्यतिका धेरै पुलिसहरू खटाएको हुन्छ सहारा गरेर पठाउनु पर्दैन एक दुईजनालाई लाभार आभार लाजस्तो बनाएर राखेको मेरो श्रीमानलाई राज्यले न्याय दिनुपर्छ यो कुराको लागि त्यो भने म केही भन्न सक्दिनँ म अहिले यति नै भन्छु